या बल गर्नु पर्यो सबैले हेलो फ्यामिली वेलकम ब्याक टु माई च्यानल आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु कहाँ जाने कहाँ तल जाने अहिले जाम्ला के अहिले जाम्ला अनि यो म काममै छु अहिले चाहिँ भ्यू हेर्न सक्नुहुन्छ मजाको नजारा होइन हाम्रो यो बिल्डिङदेखि माथि छतमा हो आज पुरा टिल हुन्छ आज अनि के छ हाई भनिदिनु Hello everyone. Who are you? My name is Jadiya. My name is Tanker भन्नु न and I'm at Punjab. Yeah. So I'm enjoying Yeah. better. Yeah. Better than yesterday. We are enjoying today better than yesterday. Yeah. अरु के कस्तो छ हाम्रो काम पैसा भन्नु पर्यो त एकछिन हामी अब घर गइहाल्ने हो अनि तपाईँ हाम्रो अब घर जानु आउन लागिसक्यो नि त अब यो विषयमा चाहिँ अनि भाइले जो कुरा राख्न खोजेको हैन या बल गर्नु पर्यो सबैले I'm there to इङ्ग्लिस जान्छ ठोटले इङ्ग्लिस हाम जतिको त छैन त्यही पनि अब जान्छ बेला बेला कसरी भन्नु के मैले तल यो पनि हाम्रो यो भन्नु नमिल्ने आँखा हेर्नु नि दाइको आज पुरा मैले त यही भन्ने बिजुली पानी खाएर मैले त यही भन्ने सरर औ माया बेसी बेलगारी आज पानी परेर होइन यस्तो ठन्डा मौसममा दाइ आज मौसमले च्यालेन्ज गरेको हो या दिनपर्छ त्यो त होइन दिनपर्छ के चाहिन्छ भन व्यवस्था बरु त भन भाइ आज होइन मौसमले च्यालेन्ज गरे जस्तो छ आज म्यामले भनेर टक्क बस्नु पर्छ ए भन्दा भन्दा कसरी मानेन तिमीले कान्छ भनेको जाने बेसी बेलगारी सरर औ माया तपाईँ नाच्नु नि त रुखको छ्याल पारी चैत चैत मासु किनभने कुरु गर्दा गर्दै हामी खासमा यहाँ पानी बनाउने भनेर पानी पकाएर आएको छतमा अहिले फेरि मासु तलदेखि पानी बनाउने पानी आएको नि त हाम्रो पानी त तल होला र सबभन्दा ग्राउन्ड फ्लोरमा त्यो के भन्छ प्लम्बर छ त हो त्यसको काम होला र हामी त हावा खाना गएको यसो होइन अगाडि पछाडि जाम नि लिफ्टबाट अगाडि प्याक छ अहिले दाजुले पनि सरबत पानी खान्छ नि त दाजुले अनि त्यहाँ मान्छेहरूले फेरि जाने आज कि हामी अस्ति सफा गरेर गएर योभन्दा तल को आइरहेको छ फेरि को आइरहेको छ कि को आइरहेको छ भन्ने कुरा म त भइहाल्छु अहिले त्यही त यो हो र लास्ट फ्लोर हो यो गर्नु जाने तलले गइन्छ हिँड्दैन यसो ढुङ्गा हुने सर अगाडि भन्दा ठुलो छ नि यो बेसी बेलगारी सरर औ माया रुखको छ्याल पारी दाइको अस्ति म्यामको बर्थडेमा डर खतरनाक मैले कति अब के थाहा अब हो कि होइन सिजन चाहिँ नै होला नि त्यही ए ल 2000 years later. दूसरा कोई दे दो लाइटर। भाइयों की चीज
वीडियो चल रहा है तो तुम जाओ जहाँ सामने हो। हैप्पी बर्थडे टू यू कट करो। हैप्पी बर्थडे टू यू। हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी बर्थडे टू यू। हाँ कवर करो करो करो। आउट ल हाम्रो यहाँ मेसको बर्थडे पार्टी चलिरहेको छ हाम्रो यसपछि। यस्तो पनि हुन्छ हाम्रो टक्क होटलमा, यस्तो रमाइलो पनि हुन्छ होइन। ल जाऊ सिजन। आप लेके आओ। राजेश हंसो, मोदी ने हैप्पी बर्थडे। अरे यार ये वीडियो लेते को अंदर से ना तू चल तू सही है तू चल जाने में मान्छे हेरेर दे मान्छे अनुसार। जाओ अभी सब भी जाओ, एक फोटो ले लेते हैं। जाओ हाम्रो डान्स लाग्छ हाम्रो बर्थडे बोय। नाचो नाचो अब नाचो नि सबभन्दा पहिला। नाचो नाचो जल्दी नाचो। ल ये फोन में दिखाने बता रही हूँ मैंने। ये कैसे दौड़ रहा है? सीजन चलो बेटा नाचो, नाच के दिखाओ। आज रमाइलो भइरहेको थियो। मेरो दिन नाच्नु ल ल ल। के छ बर्थडे बोय भन नि त आज के कस्तो लाग्यो? यो टक्क हामी चाहिँ गइसक्यो सबै अनि हामी चाहिँ एकछिन यहाँ बसेर यसो छलफल गरेर हामीले अब आज के उठाउने हो यहाँको स्पेसल बर्थडेमा भनेर ल के आज के कस्तो लाग्यो भन नि त आज दुई शब्द। म 17 वर्ष भएकोमा मलाई एकदम बधाई छ। 1 वर्ष तिमी जाऊ त्यहाँ बस उयो खुसी लगेर बस त्यहाँ। खुसीको किन टेन्सन मेरो सम्पत्ति क्या आज। अनि आज चाहिँ जस रमाइलो भयो होइन। सोल्टी कस्तो लाग्यो तिमीलाई? मलाई डान्स बल भने होइन। ल ठिक छ। यो चाहिँ के हाम्रो रूपाली म्यामले उयो चाहिँ थ्याङ्क्स फर रूपाली म्याम। थ्याङ्क्स फर रूपाली म्याम। रूपाली म्यामले चाहिँ मनैदेखि धन्यवाद छ मेरो फेभरेट म्यामलाई होइन। अनि के छ तिमी के भन्न चाहन्छौ?
खै त मलाई ह्याप्पी बर्थडे दिए यार सरी यार ह्यापी बर्थडे टु यु यार दोस्त त्यो मज ह्याप्पी बर्थडे भन न एकछिन है यहाँ म्यामले दिएको गिफ्ट पनि छ सही खै खोला गिफ्ट अनबक्सिङ गाइस अब हाम्रो इन्ड केक छोडिदे ल अब हाम्रो यहाँ के भन्छ अरे आज चाहिँ हाम्रो दोस्तको बर्थडे अनि बर्थडे सेलिब्रेसन भयो टक्क आज म्यामले हाम्रो नेपाली म्यामले चाहिँ एउटा त्यो पनि विशेष यहाँ चाहिँ यो नियम छ कि हुन त मेरो पनि नाम लेखाएको छ आजको तारिकमा तर मेरो होइन खासमा त्यो मैले गर्न चाहेन चान्स पाएको थिएँ अनि त्यही हो गाइस अब चाहिँ हाम्रो बर्थडे सेलिब्रेसन सकिसक्यो अनि हेर्नुभयो होला डान्स सोलीको के कस्तो आज नयाँ मेम्बर थपिएको छन् होइन अनि हाम्रो म्यामबाट गिफ्ट आएको छ हाम्रो सोल्दी गिफ्ट अनबक्सिङ गर्दैछन् हेरौँ न त गिफ्ट के छ भनेर है सबैले लाइक कमेन्ट चाहिँ ह्याप्पी बर्थडे लेखिदिनु पऱ्यो टक्क है तल कमेन्टमा लास्ट गिफ्ट खोल्न त देन्द्रा कपी भयो त्यस्तो नभए होला भनिदिनु भइरा होइन आज चाहिँ जोस् रमाइलो भयो भनौँ न म्यामको ज्यामिति बक्समा दिने म्यामको बर्थडे भन्दा यो बर्थडेमा चाहिँ रमाइलो हो कि नै एकदम धेरै नाच्यो बर्थडे कस्तो हो नभन्दै के हुँदैन भनौँ न त्यो भने गिफ्ट भन्ने कुरा बेस्ट स्पेसल हो म्यामले त्यहाँको यो आई लभ यु म्याम भन्ने होइन अब लभको मतलब सबै नराम्रो हुन्छ नि त होइन यो त करोडपतिले बोक्दिनु पेन हो भन्दा कसम यो पेनमा चाहिँ मैले कहीँ पनि युज गरेँ बोलाऊँ न बर्थडेको दिन म्याजिक बेस्ट ल त्यही हो हेरौँ बर्थडे गिफ्ट हाम्रो पेन छ बर्थडे गिफ्ट पेन भनेपछि सामान्य नसोच्नु होला यो पेन भनेको कम्पनीले युज गर्ने हो हामी यहाँ छौँ अहिले हेर न आइसी 100 रुपियाँको पेन हो यो हेर 1000 लेखेर चिन्ने देख्दैनौ भन्दा 1000 आइसी 1000 देख्न सक्नु त देख्न सक्नुहुन्छ आइसी 1000 रुपियाँ पर्छ पेनलाई नछुने अनि त्यही आज बर्थडेमा के कस्तो लाग्यो तिमीले भन न 2 शब्द जाओस् यो पनि आज एकदम रमाइलो लाग्यो होइन अरूको ठाउँमा भए पनि थ्याङ्क्स फर्स्टमा त थ्याङ्क्स फर हाम्रो रूपाली म्याम होइन जे पनि अब यो सबै हाम्रो म्यामले गरे हो नि त त्यही भएर म्यामले चाहिँ सरको आँखाहरू भन न म अब रोमाञ्चक गर्नु पर्यो म्याम चाहिँ अब फर्स्टमा त मुरी धन्यवाद अब हाम्रो भाषा बुझ्नु नसक्यो नि अब हुन त हेर्ने त छैन अनि मनबाट भनेको एउटा भाइब हुन्छ पक्कै भएर भन कस्तो लाग्यो आज जन्मदिन इन्डिया यो उसमा पनि अब जोगीले त त्यस्तो यस्तो यो मौका पाउनु नि त अब जन्मदिनमा यस्तो स्पेसल पाउनु नि त त्यो भएर मैले त आसाममा बर्थडे मनाए पनि छैन त्यो भएर म मनाउन पनि चाहन्न भन्नुपर्दा के भनौँ मलाई चाहिँ जस खुसी लाग्यो सबै कुरा होइन म आज बिहानदेखि हल्का मुड अफै थियो मेरो बर्थडे यो त होइन मुड अफ गर्नु कारण है तर अब साँझ आएर चाहिँ म्यामले खुस गर्थ्यो अहिले मेरो लागि ठुलो कुरा होइन आज फर्स्टमा इन्डिया र अब बाबामा बर्थडे मनाउँदा यो चाहिँ अर्कै लागिरहेको होइन यति बेला बामा भइदिएको भए हामी छौँ त यतै आमा यतै बाउ के त्यही नै भनेर मैले यिनी चाहिँ मेरो आमा हो नि आज हाम्रो मेरो बर्थडेको लागि होइन यिनी चाहिँ मेरो बाउ हो नि अनि अर्को कुरा हामी चाहिँ अब चाँडै नै नेपाल आउनु लाग्छौँ त्यही त 2-3 दिन बाँकी छ 2-3 दिनपछि हामी नेपाल फर्किने प्लान हो हाम्रो तर कारणवश यस्तो समस्याहरू छ सानोतिनो समस्याहरू भइरहेको छ त्यो भएर अब पहिला चाहिँ अब आउट अफ कन्ट्री भन्ने भइरहेको थियो होइन लुकाउ यार सरले बोलो मिलान्ने भनेर ध्यान अब बिरामी इटीबाट त मैले खाइरहेको पुरै म बरु बर्थडे बोयलाई खानै पाएन रामसँग अघि नै मैले खाने बिर्सेको खै हाल छिटो नाच्चा बनाउ ल अलि खाऊ न मलाई बोलाउ त मन पर्दैन
मलाई बोलो त मन पर्दैन शाबाश बेटा बहुत बढ़िया मुन्ना यहाँ हेर यार ह्यापी बर्थडे कालु ह्यापी बर्थडे ल बराबर भयो अब बस अब अरू कुरा गरौँ के यार रमाइलो जस कस्तो लाग्यो होइन यसो हेर्दा पनि हेर्दा खेला गर्नुहुन्न कि यस्तो वेस्ट गर्नुहुन्न होइन भुल पर्छ लाग्नु थियो हामी आम्लाङ गिरी नि बिहान के कस्तो छैन त कस्तो भोलि जन्टीहरूलाई पनि दिनुपर्छ म त लास्ट गरेँ यार थ्याट म सोचेको थिएन यार मजाले आएर अझ ल्याप्पे ल्याम्मै हो ल त्यही हो गाई छैन अब हामी जान्छ कस्तो लाग्यो हामी अब हामीसँग गरिब छ त्यही भएर के त्यस्तो फाल्नुपर्ने अवस्था छैन नत्र हामी पनि गरिदिउँ सोचेको थियौँ अब आफ्नो गाउँठाउँ भाव नगरे चाहिँ गाउँठाउँ भावेपछि आफ्नो देशमा भएपछि झन् रमाइलो हुन्थ्यो यहाँ पनि अब जो केटाहरूसँग सबै रमाइलो गर्नु पाइयो त्यही लेट्स गो कहाँ बुम बुम गरेर म ह्याप्पी बर्थडे भन्नु सबले जुटेर ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु आमा के छ त ओइ मेरो आँखा काट्छ हुन्छ एक लास्ट गा चपचप गरेको पनि हस्नु पर्यो ओइ यार लास्ट अब यो चाहिँ मैले आएको चाहन्छु अब यो गाइस अब हाँसी मजाक त भइरहेको छैन अब हामीले जगाउँछु हेर हस्को किन हौ बुझ्नु पनि भयो भन्ने बेर छैन नि पानी पानी लगाइदिएमै सब ल्याउँ ल त्यही हो गाइस भ्लग कस्तो लाग्यो आज चाहिँ बर्थडे स्पेसल बर्थडे नै भयो भनौँ भ्लग पनि अब त्यही अब चाहिँ यो इन्डियाको बसे लास्टै कालो कालो देखिरहेको है के छ ठिक छ कपालै भएर लागेको छ बे भइरहन्छ खै इन्डिया थाहा पाएन नि भइरहेको खतरा छ ल त्यही हो यस्तो भएपछि त कता त गएर नि खै तिमी एकचोटि क्याब खोलेर ढिटी जाउडो खतरा देखेको छ क्या जाउडो एकचोटि हेर सबै विनरको कर्तव्य विनरको काम हो नि मेरो त हेर न तिमीलाई माया लाग्दैन चाट्न पनि देखेको छ त्यही हो म छम्माले सम्झाएको छु है भन्ने फेरि छम्मा छैन नि भन्दै नमिल्ने छम्मा छ फेरि है गिफ्ट सायद मेरो तर्फबाट यस्तो मजाको साथी पाउँछु मैले लास्टमा देखाउँछु भन्न खोजेको थिएँ अब त के आयो लामखुट्टे जिन्दा त्यही हो धेरै नै भयो अब चाहिँ हामी अति नै भयो कति बज्यो टाइम हेर त डपिङको सपारी हो टाइम हेर त कति बज्यो 11:44 भइसक्यो अब चाहिँ हामी लगभग जानुपर्ने हुन्छ नेपालको 12 12 1 12:30 भइसक्यो र यो सबभन्दा मलाई अझै पनि आइसी 1000 1600 बस आइसी 1000 मा एउटा जिरो थप्नु पर्छ त्यही मात्र त आइसी 1000 जाऊ अब यो उसमा हालिदिउँ न फ्रिजमा लाइबो फ्रिजमा हालिदिउँ त भोलि दिनुपर्छ अनि त्यही भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै बिदा दिन चाहन्छु आजको भ्लगबाट यो दिउ यो पनि अलि उ होला अनि त्यही हो अब यो चाहिँ इन्डियाको बसे अब लास्ट अन्तिम हुन्छ होला आज हिमेशको बर्थडे थियो धेरै रमाइलो भयो
होइन अनि अब चाहिँ घर जाँदाखेरि बनाउँछु मैले कोसिस गर्छु ऊ पाएँ भने अनि इन्डियाको बसाइ चाहिँ अब लास्ट हुन्छ होला अन्तिम दिन हामी पनि अन्तिम हुन्छ होला हामी पनि अब गइहाल्छौँ अब कति 2-3 दिनपछि गइहाल्छौँ जाने सोचेको अब के हुन्छ हेरौँ होइन जाँदाखेरि म देखाउँछु नि त तपाईँहरूलाई त्यो केटा लास्ट ऊ गरिदिएँ यार म त गर्नु होला भने लास्ट चाहिँ ऊ गरेँ नि त खबरै बढी लागेको छ त्यही हो धेरै बोलेँ ल बाई बाई म सुतेको ल सन्धि धोक गरे सही ओइ खोलियो त मेरो त हार्ड डिस्क छ नि त खोलेर मलाई स्याप्प पारिदियो त लास्ट चिज हो कि नि कहाँको इङ्ग्लिस हो अङ्ग्रेजी हो खुवाइदिउँ त नि अङ्ग्रेजी ब्रान्डेड ल बाई बाई गुड नाइट भन गुड नाइट भन नि त्यसलाई गुड नाइट बाई बाई अब के भनिदिनु तिमी कहाँ गऱ्यो भने तिमी पनि रोल भएको र म पनि रोल पाएको गुड नाइट बाई बाई सी यू नेक्स्ट ब्लग